यो हो हेमोइम। यो तपाईँ कोरियामा हुनुहुन्छ भने त तपाईँको लागि यो रामबाण नै हो। अझ विशेष गरेर मौसम परिवर्तन हुँदा बित्तिकै रुवाखोकी लाग्ने, ज्वरो आउने, सामान्य भाइरल इन्फेक्सनहरूले पनि छोपिहाल्ने, लामो समय ड्युटी गर्दाखेरि चाहिँ जिउमा एकदमै धेरै थकान भएको महसुस हुने, डे नाइट काम गर्दा ज्यान गल्ने, काम गर्न खुट्टाहरूको मसलहरूमा चाहिँ क्र्याम्प आउने, त्यस्तो समस्या हुनेहरूका लागि चाहिँ यो एकदमै राम्रो यो इम्युनिटी बुस्टर पनि हो। थकानको महसुस कम गराउने, रिलिफ गराउने यति राम्रो फुड सप्लिमेन्ट हो। यसका बारेमा चाहिँ डिटेलमा बोल्यो भने लामै भिडियो भन्छ। यो नर्मली कोरियन वैज्ञानिकहरूले 8 वर्ष लगाएर बनाएको प्रोडक्ट हो। कोरियाको रिसर्च सेन्टर कायरी भन्ने रिसर्च सेन्टरमा कोरियन सरकारको समेत लगानी भएको रिसर्च सेन्टरमा वैज्ञानिकहरूले आफूहरूलाई नै रेडियोलोजीमा काम गर्दा त्यो विकिरणहरूमा बसेर काम गरिरहँदाखेरि चाहिँ त्यसबाटको असरबाट बच्नलाई, अनि त्यसपछि चाहिँ लामो समय काम गरिरहँदा हुने थकानबाट रिलिफ पाउनका लागि बनाएको प्रोडक्ट हो। यो डाक्टर को सुङ्की भन्ने साइन्टिस्टको नेतृत्वमा 8 वर्ष लगाएर बनाएको प्रोडक्ट, करिब 6 वर्षसम्म ट्रायल युज गरेर अनि त्यसपछि सर्वसाधारणका लागि बिक्रीमा प्रयोगमा लिएर आएको प्रोडक्ट हो। यो यसमा कोरियन 3वटा आयुर्वेदिक प्रोडक्टहरूको प्रयोग गरेर बनाइएको छ। यो चाहिँ एकदमै धेरै बेनिफिट छन् यसका। यसको मात्र एउटा यस्तो प्रोडक्ट हो जसका 21वटा त प्याटेन्ट राइट मात्रै छन्। एउटा मात्रै सिङ्गल प्रोडक्टका 21वटा प्याटेन्ट राइट भनेपछि तपाईँ आफै अनुमान गर्न सक्नुहुन्छ यो प्रोडक्ट कति महत्त्वपूर्ण छ र किन यति धेरै प्याटेन्ट राइट छन् भन्ने कुरा तपाईँ आफै पनि अनुमान गर्न सक्नुहुन्छ। यो एटमी कम्पनीको टप सेलिङ प्रोडक्ट हो, सबभन्दा धेरै बिक्री हुने प्रोडक्ट हो। विश्वका 26-27वटा देशमा आधिकारिक रूपमा यो प्रोडक्ट कम्पनी नै पुगेको भएको कारणले सेल हुन्छ। विशेष गरेर चाहिँ यसले चाहिँ शरीरमा चाहिँ ब्लड सेलहरूको इम्प्रुभ गर्ने, शरीरमा हुने एनके सेल्सहरू, इम्युन सेलहरूलाई चाहिँ बुस्ट गर्ने, तिनीहरूलाई चाहिँ वृद्धि गर्ने, सँगसँगै इन्फ्लामेटरी, एन्टी क्यान्सर, इम्युनिटी बुस्टर भइहाल्यो। हार्टको बिमारीहरूलाई अथवा हार्टमा पनि इम्प्रुभमेन्टको लागि ब्लडमा शुद्धता हुने भएपछि त्यत्तिकै मुटु स्वस्थ हुने भइहाल्यो होइन। एकदमै थकान महसुस हुँदाखेरि चाहिँ खायो भने उति बेरै त्यो थकान महसुस कम हुने। त्यसै गरी ब्लड सेलहरूको चाहिँ नयाँ ब्लडहरू चाहिँ फर्मेसन गर्ने काम गर्छ यसले चाहिँ। यसका धेरै फाइदा छन्। महिलाहरूको लागि पनि यो मेन्स्ट्रुएसनल क्र्याम्प भयो त्यसमा चाहिँ यसले राहत दिन्छ। त्यसै गरी PMS भन्छ, प्रिमेन्स्ट्रुअल सिन्ड्रोममा पनि यसले चाहिँ राम्रो काम गर्छ। पोलिसिस्टिक ओभरी सिन्ड्रोम त्यसमा पनि यसले राम्रो काम गर्छ भनेको छ। लिभरको लागि चाहिँ एकदमै राम्रो छ यो। यसका धेरै फाइदा छन्। थकान, लामो समय काम गरिरहँदा अथवा शरीरमा हुने एउटा आलस्यता, थकानलाई कम गर्नलाई यसले एकदमै राम्रो काम गर्छ। राम्रो निद्राको लागि, स्किन भयो, हेयरको लागि पनि राम्रो गर्छ। भनिन्छ नि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै सबभन्दा राम्रो उपाय हो, राम्रो कुरा हो। प्रिभेन्सन इज बेटर देन क्योर भन्छ इङ्ग्लिसमा। लामो समयको अध्ययन पश्चात सर्वसाधारणका लागि बिक्रीमा लिएर आएको फुड सप्लिमेन्ट एकदमै राम्रो छ। तपाईँ कोरियामा हुनुहुन्छ र अझै डे नाइट काम गर्ने, लामो समयसम्म हामी ड्युटी गर्छौँ, थकान उत्तिकै हुन्छ, शरीर कमजोर भइरहेको हुन्छ, विभिन्न सामान्य रोग भाइरलहरूले पनि आक्रमण गर्ने, अब चिसोमा एकदमै धेरै चिसो हुने, गर्मीमा एकदमै धेरै गर्मी हुने, यहाँको वातावरण पनि त्यस्तै भएको कारणले यो सबैबाट जुधेर आफ्नो शरीरलाई चाहिँ एकदमै बलियो बनाउनका लागि चाहिँ यो एकदमै राम्रो प्रोडक्ट हो। तपाईँहरू एकपटक प्रयोग गर्नुभयो भने त्यसको नतिजा तपाईँ आफैले महसुस गर्न सक्नुहुन्छ। होइन यसले के भनेको होला भन्ने लाग्छ भने गुगलमा, युट्युबहरूमा मैले भनेका हेमोइम भनेर प्रोडक्ट सर्च गर्नुभयो भने तपाईँले त्यसको बारेमा, त्यसका बेनिफिटहरू त्यो सबै एकदमै छ्यापछ्याप्ती छन्। तपाईँले मजाले त्यहाँबाट पनि अध्ययन गरेर प्रयोग गर्न सक्नुहुन्छ। तपाईँलाई त्यस्तो यो कस्तो रहेछ त एकपटक प्रयोग गरेर हेरौँ न भन्ने लाग्यो भने सम्पर्क गर्न पनि सक्नुहुनेछ।